नमस्कार साथीहरु, आज म शरमको बारेमा केही जानकारी लिएर आएको छु। यदि तपाईहरु वैदेशिक रोजगारको सिलसिलामा जाँदै हुनुहुन्छ अथवा छुट्टीमा गएर फेरि आउँदै हुनुहुन्छ भने शरम गर्नु अनिवार्य छ। यसरी शरम गरिरहँदा धेरै साथीहरु ठग र दलालीको फन्दामा परेर शरम गर्दा लाग्ने शुल्क भन्दा डबल पैसा तिरेर पनि शरम गर्नुभएको छ। खासमा शरम गर्दा के कति पैसा लाग्छ त? कति उमेरका व्यक्तिलाई के कति पैसा लाग्छ त हामीले शरम गरिरहँदा? जस्तै तपाईको उमेर 18 देखि 35 भित्र छ भने के कति लाग्छ? 35 देखि 50 भित्र छ भने के कति लाग्छ? साथीहरु, आजको यस भिडियोमा रहेर सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। धेरै जसो साथीहरुले शरम गरिरहँदा अनलाइनबाट शरम गर्नुहुन्छ। यदि अनलाइनबाट शरम गर्नुहुन्छ भने कोही चिनेको त्यस्तो व्यक्तिबाट शरम गर्नु होला। नचिनेको व्यक्तिबाट शरम गर्दाखेरि नचिनेको व्यक्तिले अनलाइनबाट म यसरी शरम गर्दिन्छु, एक दिनमै हुन्छ, यसरी यदि कुनै व्यक्तिले तपाईलाई भन्यो र तपाईले उसको वालेटमा पैसा जम्मा गरिदिनु भयो भने तपाई ठगिन सक्नुहुनेछ। किनकि अहिले ठग र दलालीको कमी छैन। यहाँ ठग र दलाली यति छ कि गल्ली गल्लीमा छन्, चोक चोकमा छन्।